हिटलर बन्ने सपना देख्ने युग पनि होइन। बरु सरकारलाई थाहा छैन होला, तलब कर्मचारीको बढेको हो, किसान, मजदुर, स्वरोजगार, निजी रोजगार, साना व्यवसायीहरूको बढेको होइन। महँगीको प्रत्यक्ष मार गरिब श्रमिक वर्गमा पर्छ। त म सरकारलाई आह्वान गर्दछु कि सरकार भ्रमबाट मुक्त होस्, गरिबीको पीडा बोध गरोस् र महँगी, कालाबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दियोस्। हो, हामीले 100 दिनमा निकै ट्रेलर देख्यौँ। सुकुम्बासी बस्तीमा धुरुधुरु रोएका बालबालिका देख्यौँ, सुत्केरी देख्यौँ, बुढाबुढी देख्यौँ अनि होल्डिङ सेन्टरमा भएका अमानवीय हरकत देख्यौँ। होल्डिङ सेन्टरमा प्रश्न गर्दा नागरिक समातिएको देख्यौँ। नागरिकले आत्मदाह गर्दा माननीयहरूले प्रश्न उठाए, तर राज्यले जवाफको सट्टा माननीयहरूलाई संसदको रोस्टम प्रयोग गरेर मन्त्रीले धम्की दिएको पनि देख्यौँ। सिंहदरबारको गेटमा काखे बालक लिएर धरना बसेका नागरिकमाथिको दुर्व्यवहार पनि देख्यौँ। म राज्यको प्रहरी हुँ, कुनै अमुक शासकको प्रहरी होइन भन्दा हाकिम सामु कान समाएर उठबस गरेको पनि र गराएको पनि देख्यौँ। न्यायपालिकामा आफ्नो पकड बनाएर स्वार्थ अनुकूलका काम गराएको पनि देख्यौँ। सञ्चार माध्यममाथि धरपकड पनि देख्यौँ। जननिर्वाचित संस्थाको निरन्तर अपमान, नागरिकको शान्तिपूर्ण आलोचनालाई दण्डित गर्ने विद्रूप रूप र म नै राज्य हुँ भन्ने शैलीको चरित्र पनि देखिरहेका छौँ। सभामुख महोदय, अब पुरा फिल्म हेर्न चाहन्छौँ। खुट्टामा आएको, सरकारको खुट्टामा आएको बल फेरि यस्तै बग्रेलती फाउल खेलमा पास हुन्छ कि आफ्नै गोलपोस्टको दिशा दिने प्रयास हुन्छ? हामी व्यग्र प्रतीक्षामा छौँ। भयो त्यस्तै, खुल्ला प्रतिस्पर्धाको नाममा पिक एन्ड चुजको भद्दा मजाक नै भयो। जहाँ आफू अनुकूल व्यक्ति ल्याउने सम्भव भएन, त्यहाँ त नतिजा प्रकाशन नै रोकियो। म सरकारलाई प्रश्न गर्छु के तपाईँहरूलाई सिफारिस समितिले नाम दिएका 3 जनाको नाम विवरण सार्वजनिक गर्ने हिम्मत छ भने गर्नुहोस्। विश्वविद्यालयमा प्राज्ञहरू नियुक्तिका लागि योग्य भएनन्। राजनीति अन्त्यको बिगुल फुकेर कुनै दलबाट चुनाव लडेका व्यक्तिलाई खटनपटनको जिम्मा लगाइयो दियो, त्यो पनि सुशासन मानौँ। निर्वाचन आयोगमा आफ्नो दलको आन्तरिक निर्वाचन गराउने अवकाश प्राप्त कर्मचारी योग्य देखियो र सिफारिस भयो, त्यो पनि सुशासन मानौँ। क्षमता र ज्ञान जेसुकै होस्, सहकर्मीले संस्थान हाँक्ने जिम्मेवारी पाए, आफूसँगै टेलिभिजन कार्यक्रममा फ्याक्ट चेकको जिम्मेवारी पाएकाले नियामक निकाय सम्हाल्ने अवसर पाए, त्यो पनि सुशासन मानौँ। सुशासनको अर्को नमुना काम त दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा देखियो। असार 24 गते 5 बजेसम्म अन्तर्वार्ताको समय राखेर असार 24 गते 3 बजे नै नतिजा सार्वजनिक गरेर अध्यक्ष नियुक्ति गरियो। महामहिम सरकार, सुशासनको योभन्दा भद्दा मजाक अरू केही छ कि? कहिलेकाहीँ अचम्म लाग्छ कि सरकारी दलका धेरै माननीयहरू त आरोपका वर्षभन्दा कम उमेरका हुनुहुन्छ। कति माननीय त 30 वर्ष प्रशासन, प्रहरी सेवा अनि 10औं वर्ष योजना आयोगमा नियुक्ति पनि खानुभयो होला, मलाई थाहा छैन। यातायात क्षेत्र सुधारको जिम्मामा 10औं वर्ष राजनीति नियुक्ति खाने मान्ने पनि हुनुहुन्छ होला, उहाँहरूलाई थाहा होला। के हुनुहुन्छ, को हुनुहुन्छ, आफ्नै अनुहार ऐनामा हेर्दा राम्रैसँग देखिन्छ। यदि राजनीति ज्ञान छैन भने रत्नराज्य लक्ष्मी क्याम्पस पढेर आए हुन्छ। हिजो पत्रकार हुँदा नेता खराब, आज नेता हुँदा पत्रकार खराब। हिजो स्थानीय सरकार चलाउँदा केन्द्र खराब, आज केन्द्र सरकार चलाउँदा स्थानीय सरकार खराब। हिजो महानगर चलाउँदा सिंहदरबार जलाइदिन्छु, आज सिंहदरबार चलाउँदा न्यू रोड जाम गराइदिन्छु। हिजो अरूले विदेशी ऋण लिँदा राति निन्द्रा लागेन, आज आफूले विदेशी ऋण लिँदा ऋण नलिई देश कसरी चल्छ? हिजो नागरिकले आत्मदाह गर्दा सरकार दोषी, आज नागरिकले आत्मदाह गर्दा नागरिक स्वयं दोषी। हिजो मलाई बोल्न दे सरकार, आज बोल्नेको मुख थुन्दै सरकार। व्यक्तिगत हिसाबले सबै मन्त्री र सबै सांसद उस्तै हुनुहुन्न भन्ने त्यो थाहा छ।